Okay, hello everyone. Let's go through हाम्रो फाइनेन्सियल म्यानेजमेन्टको फर्स्ट च्याप्टरबाट होइन अब हामी फाइनेन्सियल म्यानेजमेन्टको चाहिँ फर्स्ट च्याप्टरदेखि सुरु गर्छौँ अनि ओके फाइनेन्सियल म्यानेजमेन्ट फङ्सन है त फर्स्ट च्याप्टर चाहिँ यसको लर्निङ अब्जेक्टिभहरू चाहिँ अब अहिले आइहाल्छ त्यही भएर यसरी यो हेर्नु जरुरी छैन लाइन टु लाइन होइन ओके यहाँबाट जाउँ है त फाइनेन्सियल म्यानेजमेन्टमा चाहिँ के रहेछ भन्दाखेरि नेचर एन्ड पर्पज अफ फाइनेन्सियल म्यानेजमेन्ट एउटा है अनि त्यसपछि स्टेक होल्डर एन्ड देयर अब्जेक्टिभ्स अर्को भयो अनि त्यसपछि अर्को के छ भन्दाखेरि हाम्रो ओके रिलेसनसिप बिट्विन कर्पोरेट स्ट्राटेजी एन्ड कर्पोरेट एन्ड फाइनेन्सियल अब्जेक्टिभ्स भनेको छ होइन यसमा चाहिँ फाइनेन्सियल अब्जेक्टिभहरू अब यिनीहरू सेयर होल्डर विथ वेल्थ म्याक्सिमाइजेसन अथवा अनि अर्को भनेको के ग्रोथ इन अर्निङ पर सेयर इपिएस है त एउटा इपिएस ग्रोथ गर्ने अनि अर्को भनेको सेयर होल्डरको वेल्थ म्याक्सिमाइजेसन होइन अनि अर्को भनेको के रहेछ यो तीनवटा अब्जेक्टिभ्सहरू हो है त अनि त्यसपछि यो चाहिँ प्रफिट म्याक्सिमाइजेसन है त अनि त्यसपछि सेयर होल्डरको अब्जेक्टिभ्सको केसमा चाहिँ के छ कन्फ्लिक्टहरू रहेछ है त तिनीहरूको अब्जेक्टिभले गर्दा कन्फ्लिक्ट हुन्छ भन्ने छ ओके रोल अफ म्यानेजमेन्ट एन्ड गोल कङ्ग्रुएन्स यसमा चाहिँ के छ भन्दा एजेन्सी थ्योरी छ होइन यो हामीले पढ्छौँ अहिले अनि म्यानेजरियल रिवार्ड सेम ओके अनि त्यसपछि एजेन्सी थ्योरीमा एउटा म्यानेजरियल रिवार्ड सेम छ होइन अनि अर्को भनेको कर्पोरेट गभर्नेन्स कोर्स है त अनि हाम्रो एउटा होइन दुईवटा तिनवटा चारवटा भयो अब अर्को पाँचवटामा के छ एनएफपिएस है नट फर प्रफिट अर्गनाइजेसन छ यो चाहिँ अनि यसमा चाहिँ के हुन्छ प्लानिङ र अब्जेक्टिभ सेटिङको कुरा छ अनि त्यसपछि भ्यालु फर मनीको कुरा छ है त ओके लेट्स गो थ्रु नेचर एन्ड पर्पज अफ फाइनेन्सियल म्यानेजमेन्ट भन्छ होइन फाइनेन्सियल म्यानेजमेन्ट चाहिँ के छ भन्दाखेरि कन्सर्न विथ इफिसियन्ट एक्विजिसन एन्ड डिप्लोइमेन्ट अफ बोथ सर्ट एन्ड लङ टर्म फाइनेन्स रिसोर्सेस टु इन्स्योर द अब्जेक्टिभ्स अफ द इन्टरप्राइज आर एचिभ्ड है त के छ भन्दाखेरि अब फाइनेन्सियल म्यानेजमेन्टले एक्चुअलमा भन्न खोजेको चाहिँ हाम्रो सर्ट टर्म र लङ टर्म चाहिँ फाइनेन्सियल रिसोर्सेसहरूको चाहिँ अब भनौँ न एक्विजिसन अनि गएर तिनीहरूको युज गरेर चाहिँ अब अब्जेक्टिभहरू एचिभ कसरी गर्ने भन्ने कुरामा चाहिँ यसको अब्जेक्टिभहरू हो होइन अनि त्यसपछि यसमा चाहिँ के छ भन्दाखेरि तिनवटा की एरियाहरू छ होइन यो भनेको एउटा इन्भेस्टमेन्ट डिसिजन भयो अनि फाइनेन्स भयो अनि डिभिडेन्ड भयो है त इन्भेस्टमेन्ट डिसिजनमा चाहिँ हाम्रो लङ टर्म र सर्ट टर्मको छ लङ टर्ममा चाहिँ नन करेन्ट एसेटमा कसरी उ गर्ने भन्ने छ अनि सर्ट टर्म भनेको चाहिँ वर्किङ क्यापिटलको केस भयो होइन अनि फाइनेन्स है त फाइनेन्स भनेको फ्रम वाट सोर्स सुड फन्ड्स बी रेजेड अब भनेको चाहिँ फाइनेन्सको केसमा चाहिँ फन्डहरू कहाँबाट रेज गर्ने होइन कुन सोर्सबाट रेज गर्ने भन्ने कुरा चाहिँ छ अनि डिभिडेन्डको कुरा भनेको चाहिँ हाम्रो जस इन्भेस्टमेन्ट भनेको त अब हाम्रो इन्भेस्टरहरूले गर्ने हो अनि डिभिडेन्ड भनेको के कुरामा आउँछ भन्दाखेरि इन्भेस्टरले इन्भेस्ट गरिसकेका छ भनेपछि होइन उनीहरूले त अब भनौँ न उनीहरूले पनि केही त लिनु पर्यो अनि लिने भनेको चाहिँ डिभिडेन्डको फर्ममा लिन्छ नर्मल्ली होइन अनि डिभिडेन्डको फर्ममा चाहिँ अर्गनाइजेसनलाई होइन इन्भेस्टरहरूले केही के अरे दिनु पर्यो है त ओके त्यही नै छ यसमा त्यस्तो धेरै ठुलो कुराहरू नयाँ कुराहरू केही पनि छैन अनि हाम्रो ओके फाइनेन्सको सोर्स भनेको डेप्ट र इक्विटी भयो होइन यो चाहिँ कम्पनीमा आउँछ अनि त्यसपछि यिनीहरू चाहिँ एउटा भनेको वर्किङ क्यापिटलमा युज हुन्छ अर्को भनेको इन्भेस्टमेन्ट इन नन करेन्ट एसेटमा भयो अनि भनेको अर्को डिभिडेन्ड भनेको चाहिँ अब मनी इन चाहिँ यो कुराहरूबाट हुन्छ है अनि यो तीनवटा कुराहरूबाट चाहिँ मनी आउट हुन्छ त्यति मात्र हो फाइनेन्सिङ डिसिजनमा चाहिँ के छ भन्दा सोर्सेस अफ फाइनेन्स कस्ट अफ क्यापिटल स्ट्रक्चर एन्ड रिस्क ओके इट्स एज सिम्पल एज द्याट केही पनि छैन अरू है ओके अनि त्यसपछि हामी जाउँ के छ भन्दा इन्भेस्टमेन्ट डिसिजन है त इन्भेस्टमेन्ट एप्रेजल वर्किङ क्यापिटल म्यानेजमेन्ट अनि रिस्क है इन्भेस्टमेन्ट डिसिजनमा के रहेछ भन्दाखेरि ओके ओके सरी इन्भेस्टमेन्ट एप्रेजल वर्किङ क्यापिटल म्यानेजमेन्ट एन्ड रिस्क यो तीनवटा कुराहरू हेर्नु पर्यो डिभिडेन्ड डिसिजनमा चाहिँ बिजनेस भ्यालुएसन र इफिसियन्ट मार्केट्स है त ओके अब हामी कहाँ जाने भन्दाखेरि अन्डरस्ट्यान्डिङ द 3 की एरियाज है त त्यो की एरियाहरूलाई चाहिँ हेर्नु पर्यो एकपल्ट होइन के छ भन्दाखेरि एउटा भनेको कमर्सियल एन्ड फाइनेन्सियल अब्जेक्टिभहरू भयो होइन अनि त्यसपछि अर्को भनेको इकोनोमिक इन्भाइरोमेन्ट जसमा चाहिँ बिजनेस अपरेट गर्छ त्यो कुराहरू भयो अनि अर्को भनेको पोटेन्सियल रिस्क एसोसिएटेड विथ द डिसिजन एन्ड मेथड अफ म्यानेजिङ रिस्क यसमा त्यस्तो नयाँ एकदम हुन्छ नि हार्स कुराहरू केही पनि छैन जस्ट अहिले प्लेन रिड गर्ने कुराहरू हल्का एकदम हुन्छ नि लाइटली हेर्ने सर्फेसली हेर्ने कुराहरू मात्रै छ त्यही भएर मैले सर प्लेनली रिड गरेर चाहिँ बताइदिइरहेको छु होइन अनि त्यसपछि यसमा चाहिँ केही पनि छैन है त यो पढ्नु पर्दैन अनि त्यसपछि ओके
इन्भेस्टमेन्ट डिसिजन है। के छ भन्दाखेरि इन्भेस्टमेन्ट डिसिजनमा हेरौँ अब अपरेट जस बिजनेसहरू अपरेट गर्नलाई चाहिँ हामीलाई फाइनेन्स चाहिन्छ होइन। अनि त्यसपछि फाइनेन्सको केसमा चाहिँ के भयो भन्दाखेरि फाइनेन्सियल म्यानेजरको एउटा रोल हुन्छ होइन। अनि त्यो रोल कस्तो भन्दाखेरि त्यो फाइनेन्सलाई चाहिँ अब इफिसियन्टली अथवा के अरे इफेक्टिभली चाहिँ के गर्नु पऱ्यो, युज गर्नु पऱ्यो। के को लागि भन्दाखेरि अर्गनाइजेसनको अब्जेक्टिभहरू एचिभ गर्नलाई भनेको होइन। बिजनेसको अर्गनाइजेसनको अब्जेक्टिभहरू एचिभ गर्नलाई चाहिँ फाइनेन्सियल म्यानेजरले होइन फाइनेन्सलाई चाहिँ राम्रोसँग के अरे इफेक्टिभली र इफिसियन्टली चाहिँ युज गर्नु पऱ्यो है त। ओके, दिस क्यान बी फर्दर ब्रोकन डाउन इन्टु 2 एलिमेन्ट्स भन्छ। अब यसमा चाहिँ के छ भन्दाखेरि ओके 2 एलिमेन्ट्स है त। एउटा इन्भेस्टमेन्ट एप्रेजल कन्सिडर द लङ टर्म प्लान्स अफ द बिजनेस है। इन्भेस्टमेन्ट एप्रेजलले चाहिँ के गर्दो रहेछ भन्दाखेरि लङ टर्म प्लान हेर्दो रहेछ बिजनेसको होइन। एन्ड आइडेन्टिफाई द राइट प्रोजेक्ट टु एडप्ट टु इन्स्योर फाइनेन्सियल अब्जेक्टिभ आर मेट। भनेपछि के गर्दो रहेछ भन्दाखेरि फाइनेन्सियल अब्जेक्टिभहरू मिट हुने तरिकाले चाहिँ अब भनौँ न राइट प्रोजेक्टहरू चाहिँ आइडेन्टिफाई गर्दो रहेछ है त। अनि त्यसपछि अर्को भनेको प्रोजेक्ट अन्डरटेकन विल नियरली अलवेज इन्भल्भ द पर्चेज अफ नन करेन्ट एसेट एट द स्टार्ट अफ द प्रोसेस। भनेको चाहिँ अब बिजनेस स्टार्ट गरेपछि सुरुमा चाहिँ हामीले के गर्छौँ भन्दा त्यो फाइनेन्सलाई चाहिँ नन करेन्ट एसेटहरू चाहिँ भनौँ न अब पर्चेज गर्ने कुरामा नै युज गर्छौँ नर्मल्ली है। त्यही कुराहरू मात्र हो, यसमा पनि एकदम सिम्पल कुराहरू मात्र छ। हामीले यो कुराहरूलाई सर्फेसली बुझ्दा हुन्छ है त फर्स्ट च्याप्टरको। अनि त्यसपछि फर अ बिजनेस टु बी सक्सेसफुल एज वेल एज आइडेन्टिफाइङ एन्ड इम्प्लिमेन्टिङ पोटेन्सियली सक्सेसफुल प्रोजेक्ट्स है त। फर अ बिजनेस, अब बिजनेसलाई चाहिँ सक्सेसफुल बनाउनलाई होइन अथवा एज वेल एज आइडेन्टिफाइङ एन्ड इम्प्लिमेन्टिङ पोटेन्सियली सक्सेसफुल प्रोजेक्ट्स। ओके, बिजनेसलाई चाहिँ सक्सेसफुल बनाउनलाई होइन अथवा पोटेन्सियली सक्सेसफुल प्रोजेक्टलाई चाहिँ के गर्नु इम्प्लिमेन्ट गर्नलाई के गर्नु पऱ्यो भन्दाखेरि डे टु डे एक्टिभिटीमा पनि सर्भाइभ गर्नु पऱ्यो। त्यसको लागि हामीले के कुरा हेर्नु पऱ्यो भन्दाखेरि वर्किङ क्यापिटल म्यानेजमेन्ट है त। डे टु डे एक्टिभिटीहरूमा चाहिँ बिजनेस ओके यो म फेरि भन्छु है त। बिजनेस सक्सेसफुल हुनलाई चाहिँ हामीले के गर्नु पऱ्यो भन्दाखेरि डे टु डे एक्टिभिटीहरूमा पनि होइन सर्भाइभ गर्न सक्नु पऱ्यो है। अनि त्यसको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि वर्किङ क्यापिटल म्यानेजमेन्ट चाहिन्छ है। अनि यो भनेको चाहिँ लिक्विडिटीको म्यानेजमेन्ट हो भनेर बुझौँ है त। वर्किङ क्यापिटल म्यानेजमेन्ट भनेको के रहेछ भन्दा लिक्विडिटीको म्यानेजमेन्टमा चाहिँ कन्सर्न हुन्छ होइन। यसले चाहिँ के गर्छ भन्दा डेब्टहरू कलेक्ट गर्ने कुराहरूमा चाहिँ इन्स्योर गर्दो रहेछ होइन। अनि त्यसपछि इन्भेन्ट्री लेभल चाहिँ जोस् मिनिमम लेभलमा चाहिँ ऊ गर्दो रहेछ, जुन चाहिँ जे भए पनि इफिसियन्ट प्रोडक्सनसँग चाहिँ हाम्रो कम्पेटेबल हुनु पऱ्यो है त। अनि त्यसपछि के छ भन्दा क्यास ब्यालेन्स आर इन्भेस्टेड एप्रोप्रिएटली एन्ड पेएबल आर पेड अन टाइमली बेसिस। अब क्यास ब्यालेन्सेस चाहिँ हाम्रो वर्किङ क्यापिटलमा एप्रोप्रिएटली इन्भेस्ट गर्नु पऱ्यो। अनि त्यसपछि होइन पेएबल्सहरू चाहिँ टाइमली पे हुनु पऱ्यो है त। ओके, अनि अब हामी जान्छौँ अर्को उसमा है। यो चाहिँ हाम्रो के थियो इन्भेस्टमेन्ट डिसिजन थियो। इन्भेस्टमेन्ट डिसिजनमा के रहेछ भन्दाखेरि बिजनेस अपरेट गर्नलाई चाहिँ इन्भेस्टमेन्ट डिसिजन हेर्नु पऱ्यो होइन। त्यसको लागि के फाइनेन्सको कुरा भइहाल्यो, फाइनेन्सियल म्यानेजरको कुराहरू। अनि त्यसमा चाहिँ एउटा भनेको लङ टर्म इन्भेस्टमेन्टको कुरा भयो, यो चाहिँ लङ टर्म इन्भेस्टमेन्टको कुरा भयो होइन। यसमा चाहिँ हामीले के गर्दो रहेछ नन करेन्ट एसेटहरू चाहिँ बाई गर्ने कुराहरू भयो। अनि यहाँ चाहिँ जे होस् हामीले के छ भन्दाखेरि लङ टर्म एसेटहरू किनेर मात्र हुँदैन, डे टु डे वर्किङ एक्टिभिटीहरू पनि हामीले हेर्नुपर्ने हुन्छ होइन। त्यही भएर चाहिँ हामीले के गर्छौँ भन्दाखेरि सर्ट टर्म एक्टिभिटीहरूमा पनि जे होस् हाम्रो बिजनेस सर्भाइभ गरेछ भनेरलाई चाहिँ वर्किङ क्यापिटललाई म्यानेज गर्छौँ होइन। त्यो भनेको के रहेछ लिक्विडिटी म्यानेज गर्ने कुरा रहेछ होइन। अनि त्यसपछि यसमा चाहिँ यो कुराहरू इम्पोर्टेन्ट छ है त। मैले भनिदिइहाल्छु जस्तो वर्किङ क्यापिटल म्यानेजमेन्टको कुरामा चाहिँ हाम्रो यो कुराहरू हेर्नु पऱ्यो है त। डेब्टहरू टाइममा कलेक्ट हुनु पऱ्यो होइन। इन्भेन्ट्री लेभल मिनिमम जे होस् होइन कम्पेटेबल विथ इफिसियन्ट प्रोडक्सनको कुराहरू है। अनि त्यसपछि क्यास ब्यालेन्सको कुराहरू पनि होइन। अनि त्यसपछि पेएबलको कुराहरू, यो कुराहरू चाहिँ इम्पोर्टेन्ट छ है त। अनि त्यसपछि यसमा चाहिँ हाम्रो यो कुराहरूलाई चाहिँ वी निड टु बी क्लियर है। अनि यसलाई चाहिँ अलिकति ध्यान दिएर हेर्नु पऱ्यो। ओके, अनि त्यसपछि हामी जान्छौँ कहाँ फाइनेन्सिङ डिसिजनमा है। फाइनेन्सिङ डिसिजन्स भनेको चाहिँ कहाँबाट हामीले अब फाइनेन्स जुटाउने भन्ने कुरा हो होइन। बिजनेसले इन्भेस्ट गर्नुभन्दा अगाडि के चाहियो फाइनेन्स चाहियो नि त, फन्ड चाहियो। अनि त्यसपछि फन्ड कहाँ ल्याउने होइन, कहाँबाट ल्याउने भन्ने कुरा चाहिँ फाइनेन्सियल म्यानेजरले हेर्नु पऱ्यो होइन। फाइनेन्सियल म्यानेजमेन्ट डिसिजनमै पऱ्यो यो कुरा पनि। अब यो के छ भन्दाखेरि मोस्ट एप्रोप्रिएट सोर्स, अब कुन ठाउँबाट फाइनेन्स जुटाउँदाखेरि एप्रोप्रिएट हुन्छ हामीलाई लङ टर्मको लागि होइन सर्ट टर्मको लागि।
कस्तो कस्तो ठाउँबाट कसरी लिँदाखेरि चाहिँ बेटर हुन्छ भन्ने कुराहरू हो हैन। टेकिङ इन्टु एकाउन्ट द रिक्वायरमेन्ट अफ द कम्पनी, लाइकली द लाइकली डिमान्ड्स अफ द इन्भेस्टर एन्ड द एमाउन्ट लाइकली टु मेड एभाइलेबल है त। ओके, यसमा त्यही हो है त। जोस् लङ टर्म सर्ट टर्म डेप्टहरू हैन, इक्विटीहरू फाइनेन्स अब जुटाउनलाई चाहिँ कुन ठाउँबाट कसरी लिँदा फेरि बेटर हुन्छ भन्ने कुराहरू फाइनेन्सिङ डिसिजनले हेर्ने भयो है त। अनि अर्को भनेको हाम्रो के छ, डिभिडेन्ड डिसिजन। यसमा भनेको चाहिँ इन्भेस्टरहरूले इन्भेस्ट त गर्यो होइन, इन्भेस्टरहरूले इन्भेस्ट गर्यो। अब इन्भेस्टरहरूले इन्भेस्ट गरेपछि यिनीहरूलाई रिटर्न पनि दिनु पर्यो नि त। अनि हो त्यो रिटर्न चाहिँ के को रूपमा दिँदो रहेछ, दिन्छ भन्दा फेरि डिभिडेन्डको रूपमा दिन्छ। यो त सिम्पल कुरा भयो होइन। अनि डिभिडेन्डको रूपमा दिन्छ भनेपछि त्यो कुराहरूलाई म्यानेज गर्नलाई पनि के गर्नु पर्यो, फाइनेन्सियल म्यानेजरहरूले हेर्नु पर्यो। त्यसमा अरू केही पनि छैन। एकपल्ट यसलाई प्लेन रिड गरौँ होइन। ओके, यसमा के भन्छ भन्दा मैले प्लेन रिड गरिदिन्छु है त। ह्याभिङ इन्भेस्टेड वाइजली अ बिजनेस विल होपफुल्ली बी प्रफिटेबल एन्ड जेनेरेट क्यास। वाइजली इन्भेस्ट गरेछ भने त प्रफिटेबल हुन्छ, क्यास जेनेरेट गर्छ होइन। फाइनल की डिसिजन फर द फाइनेन्सियल म्यानेजर इज वेदर टु रिटर्न द्याट क्यास टु द ओनर अफ द बिजनेस होइन, कि त अब क्यास रिटर्न गर्नु पऱ्यो बिजनेसको ओनरलाई डिभिडेन्डको फर्ममा होइन। एन्ड इफ सो हाउ मच सुड बी डिस्ट्रिब्युटेड, अब कति डिस्ट्रिब्युट गर्ने त्यो कुरा पनि चाहियो नि त। अनि त्यसपछि अब अल्टरनेटिभ इज टु रिटेन सम अफ द क्यास इन द बिजनेस वेयर इट क्यान बी इन्भेस्टेड अगेन। भनेको जस्तो डिभिडेन्ड त हामीले इन्भेस्टरलाई दिन्छौँ होइन। अनि इन्भेस्टरले अब के अरे डिभिडेन्ड लिएर त्यो सबै डिभिडेन्ड युज गरेर त बस्दैन होला होइन, खाएर त बस्दैन। अनि जोस् एउटा सर्टेन एमाउन्ट चाहिँ उसले आफ्नो डेली युजेसको लागि अथवा आफ्नो भनौँ न कामको लागि युज गर्छ भने अरू बाँकी रहेको फेरि फिर्ता नै भनौँ न, फिर्ता ल्याउने भन्दा पनि फेरि त्यही कम्पनीमा रिइन्भेस्ट गर्ला भन्ने तरिकाले पनि हेर्न सकिन्छ होइन। यदि राम्रोसँग हामीले रिटर्न दिइराख्यौँ भने इन्भेस्टरहरूलाई पनि एट्र्याक्ट गर्न सकिन्छ भन्ने कुराहरू गरे हो है त यसले। ओके, यो भनेको त्यही हो। अनि त्यसपछि डिसिजन अन द लेभल अफ डिभिडेन्ड टु बी पेड क्यान एफेक्ट द भ्यालु अफ बिजनेस एज होल होइन, एज वेल द एबिलिटी अफ बिजनेस टु रेज फर्दर फाइनेन्स इन द फ्युचर। यसमा चाहिँ खासै केही पनि छैन है त। डिभिडेन्ड चाहिँ के भन्छ भन्दाखेरि होइन, जियोस् अब डिभिडेन्ड कति दिइरहेछ भन्ने कुराले चाहिँ बिजनेसको होइन, बिजनेसलाई चाहिँ एउटा राम्रै तरिकाले एफेक्ट गर्छ होइन। अनि त्यसपछि के को कुरामा एफेक्ट गर्छ भन्दाखेरि नेक्स्ट इयरहरूमा फाइनेन्स जुटाउन सकिन्छ कि सकिन्न भन्ने कुराहरूमा चाहिँ राम्रै तरिकाले एफेक्ट गर्छ है त। ओके, यो तिनवटा कुराहरू भयो है त। अनि त्यसपछि हामीले के गर्ने भन्दा ओके, फाइनेन्सियल म्यानेजमेन्ट है, के भन्छ भन्दाखेरि इम्पोर्टेन्ट फाइनेन्सियल रोलहरूबाट चाहिँ ऊ छुट्टा हुन्छ होइन। जस्तो कि एउटा भनेको फाइनेन्सियल इम्पोर्टेन्ट रोल भनेको एउटा म्यानेजमेन्ट एकाउन्टिङ भयो, अर्को फाइनेन्सियल एकाउन्टिङ भयो। यो कुराहरू हामीले एमए र एफए भन्ने दुईवटा सब्जेक्टको केसमा चाहिँ यिनीहरूको बारेमा डिटेल कुराहरू छ होइन। यो कुराहरू मैले भन्न जरुरी छ जस्तो लाग्दैन। यसमा चाहिँ के भन्छ भन्दाखेरि त्यही हो, अब डे टु डे कुराहरू चाहिँ फङ्सनहरू होइन अथवा कन्ट्रोल गर्ने डिसिजन मेकिङको कुराहरू भयो। अनि फाइनेन्सियल एकाउन्टिङको कुरा पनि त्यही हो है त, इन्फर्मेसन प्रोभाइड गर्छ। सरी, यसकोमा म्यानेजमेन्ट एकाउन्टिङकोमा चाहिँ डे टु डे फङ्सनहरू हेर्छ, अनि त्यसपछि कन्ट्रोल गर्ने डिसिजन मेकिङ भयो। अनि फाइनेन्सियल एकाउन्टिङकोमा चाहिँ त्यही हो, मतलब हामीले एफएमा जे कुराहरू पढेको थियौँ त्यही हो भन्न खोज्या हो है त। अनि यसमा कन्सर्न विथ के छ, प्रोभाइडिङ इन्फर्मेसन अबाउट द हिस्टोरिकल रिजल्टहरू भयो होइन। अनि त्यसपछि पास्ट प्लान्स डिसिजन्सको कुरा भयो है, त्यही कुरा हो है त यसमा। ओके, हामी अब जाउँ, लेट्स गो फाइनेन्सियल रोल्स है। म्यानेजमेन्ट एकाउन्टिङको फाइनेन्सियल रोल भनेको चाहिँ के छ भन्दा फेरि हामी धेरै कुराहरू नहेरौँ, चाहिने कुराहरू हाइलाइट गरिदिन्छु है त म। दुईवटा चाहिँ जोस् रिसोर्सेस युज गर्ने अनि एउटा टार्गेटलाई एचिभ गर्ने तरिकाले अगाडि बढ्ने हो। ओके, ओके, त्यसपछि यो हेरौँ है त। लङ टर्मको कुरा भयो होइन, फाइनेन्सियल म्यानेजमेन्टले चाहिँ लङ टर्मको लागि फाइनेन्स रेज गर्ने, एलोकेसन गर्ने, कन्ट्रोल गर्ने कुराहरू भयो। अनि के छ, टार्गेटहरू र अब्जेक्टिभहरू हेर्ने कुरा भयो होइन। यो चाहिँ के छ, लङ टर्म नेचरले चाहिँ के छ, लङ टर्म बाई नेचर है त। ओके, अपरेट विदिन 12 मन्थ टाइम होराइजन कि म्यानेजमेन्ट एकाउन्टिङ चाहिँ 12 महिनाको केसमा ऊ गर्छ। अनि म्यानेजमेन्ट एकाउन्टिङले के गर्छ भन्दा इन्फर्मेसन प्रोभाइड गर्छ होइन, फर द मोर डे टु डे फङ्सनको लागि।
यसले डे टु डे फङ्सनको लागि अलिकति बढी गर्छ हैन एन्ड कन्ट्रोल डिसिजन मेकिङ है त ओके डिसिजन मेकिङ कन्ट्रोल गर्नलाई पनि हेल्प गर्ने भयो अनि त्यसपछि अब हामीले कस्ट एकाउन्टिङ यो बजेटिङको कुराहरू हैन बजेटिङको कुराहरू कस्ट एकाउन्टिङको कुराहरू भ्यारिएन्स एनालिसिसको कुराहरू हैन यो कुराहरू त हामीले अलरेडी पढिसकेका छ एमएको केसमा त्यही भएर त्यति धेरै पढ्नै पर्ने जरुरी छैन हैन मतलब हामीले सम्झिहाल्छौँ नि त त्यसको त हामीले डिटेल पढाएको छ अनि एफएको कुराहरूमा पनि त्यस्तै छ है त नट डाइरेक्टली इन्भल्भ इन डे टु डे प्लानिङ अब डे टु डे प्लानिङमा चाहिँ यो हुँदैन होइन कन्ट्रोल डिसिजन मेकिङको कुराहरूमा तर कन्सर्न विथ प्रोभाइडिङ इन्फर्मेसन अबाउट के हिस्टोरिकल रिजल्ट मेन भनेको एफएको कामै त्यही हो क्या हिस्टोरिकल रिजल्टहरूको चाहिँ होइन इन्फर्मेसन प्रोभाइड गर्छ अनि पास्ट प्लान्स डिसिजनहरूको कुराहरूलाई पनि गर्छ होइन जोस हेर्छ अनि अब यसको पर्पज भनेको के छ भन्दाखेरि ओनर सेयर होल्डरलाई चाहिँ होइन अब अदर इन्ट्रेस्टेड पार्टीहरूलाई फर्म ओभरअल फाइनेन्सियल पोजिसन अफ द बिजनेस सबैले त्यही हो फाइनेन्सियल पोजिसनको बारेमा चाहिँ अब एउटा भनौँ न सबै कुराहरू चाहिँ डिटेलमा दिने कुराहरू चाहिँ फाइनेन्सियल एकाउन्टिङको कुराले गर्छ होइन अरू यसमा केही पनि छैन त डिटेल इन्फर्मेसन युज इन्टरनल्ली युज हुने इन्फर्मेसनहरू बाहिर चाहिँ निकाल्दैन त्यो कुरा हामीलाई पहिलेदेखि थाहा छ ओके यिनीहरूको कसको के फङ्सन छ भनेर एकपल्ट हेरौँ है त ल म्यानेजमेन्ट एकाउन्टिङ फाइनेन्सियल एकाउन्टिङ ओके रिभ्यू अफ ओभर टाइम स्पेन्डिङ रिभ्यू भनेको हाम्रो के भयो भन्दाखेरि म्यानेजमेन्ट एकाउन्टिङमा भयो किन भन्दा रिभ्यू गर्ने भनेको कन्ट्रोल गर्ने कुराहरू भयो होइन ओके डिप्रिसिएसन अफ नन करेन्ट एसेट यो त हामीले फाइनेन्सियल एकाउन्टिङको केसमा हामीले डिप्रिसिएसनहरू होइन जस यो रेकर्ड किपिङको कुराहरू नै भयो यसमा पर्यो इस्टाब्लिसिङ डिभिडेन्ड पोलिसी हामीले भर्खर पढ्या हो है फाइनेन्सियल म्यानेजमेन्टमा चाहिँ डिभिडेन्ड पोलिसी यसमा पर्यो यो कुरा केही पनि छैन फाइनेन्सियल म्यानेजमेन्टको तीनवटा फङ्सन सम्झे भइहाल्यो अनि इभ्यालुएसन प्रपोज एक्सपेन्सन प्लान है प्लानहरू इभ्यालुएसन गर्ने भनेको छ भनेपछि यो चाहिँ यसमा झुक्किन सक्नुहुन्छ है तपाईँहरू यसमा चाहिँ तपाईँहरूले झुकेर एमए लगाउनु होला यो के अरे लगाउनुहुन्छ होला होइन नजिकिने होला एमए चाहिँ होइन है इभ्यालुएटिङ प्रपोज्ड एक्सपेन्सन प्लान्स भनेको छ इभ्यालुएट गर्ने हो यो प्लानहरूलाई एक्सपेन्सन गरेर इभ्यालुएट गर्ने हो सो यो चाहिँ हाम्रो केमा पऱ्यो भन्दाखेरि एफआईमा पर्छ है त फाइनेन्सियल म्यानेजमेन्टमा ओके एपोर्सनिङ ओभरहेड टु कस्ट अब यो कुराहरू होइन कस्टहरू ओभरहेडहरू यो कुराहरू बनाउने कुराहरू हामीले म्यानेजमेन्ट एकाउन्टिङको केसमा पढाएको थियौँ अभियसली भनेपछि एमएमै भयो अब एक्रुअल प्रिपेमेन्टको कुराहरू हामीले कहाँ पढाएको थियौँ यु अल नो द्याट है फाइनेन्सियल एकाउन्टिङमा पढाएको थियौँ सो फाइनेन्सियल एकाउन्टिङ द्याट्स इट सिम्पल छ है यहाँबाट क्वेसन आउन सक्छ प्लिज बी केयरफुल यो एरियामा चाहिँ अलिकति सरी मैले इरेजर लगाइदिएछु है यो एरियामा चाहिँ एकदम केयरफुल हुनु होला अनि यो एरियाले एकपल्ट चाहिँ रिभ्यू गर्नु है त तपाईँहरू पर्सनल्ली पनि दिस इज इम्पोर्टेन्ट एरिया यहाँबाट एउटा एमसिक्यू आउन सक्छ ओके एउटा एमसिक्यू आउन सक्छ तर ठ्याक्कै एउटा मात्रै भन्दा पनि यहाँ अब जस्तो यही कुराहरूलाई दुई तिनवटा कुरा राखेर अनि 2 मार्क्सको एउटा एमसिक्यूलाई होइन यो दुई तिनवटा कुरा राखेर ठ्याक्क सोध्यो भने अनि कुनमा के पर्छ भनेर सोध्यो भने त हामीले जान्नु पऱ्यो नि त सो बी केयरफुल है त यो कुरा हेर्नु पऱ्यो ओके लेट्स गो यो कुरालाई अलिकति ध्यान दिनु होला हामी अगाडि बढौँ है त कर्पोरेट स्ट्राटेजी र होइन कर्पोरेट फाइनेन्सियल अब्जेक्टिभको केसमा हेरौँ होइन अब के छ भन्दाखेरि अब्जेक्टिभ स्ट्राटेजी यो कुराहरू ओभरअलमा हेर्ने कि तल गएर सबै डिटेलहरू पढ्ने लेट्स गो एकैपल्ट सबै कुराहरू हेरौँ है त ओभरअल मिसनमा के छ भन्दा अब्जेक्टिभ एन्ड स्ट्राटेजी है ओके यो कुरा पढ्नु त अब्जेक्टिभ टार्गेट्स डिफाइन वाट द अर्गनाइजेसन इज ट्राइङ टु एचिभ स्ट्राटेजी कन्सिडर हाउ टु गो अबाउट इट ओभरअल मिसनमा के छ भन्दा ब्रोड बेस्ड गोल्स के अरे बोर्ड बेस्ड गोल भयो एउटा होइन त्यो चाहिँ एकदम माथिको उस भयो अनि डिटेल अब्जेक्टिभ टार्गेटहरू सेट गर्ने भयो त्यसपछि चाहिँ के अब्जेक्टिभहरू सेट गरेपछि स्ट्राटेजी बनाउनु पऱ्यो होइन अनि त्यसपछि कुनै कमर्सियल हुन्छ कुनै चाहिँ फाइनेन्सियल हुन्छ है त अनि यसमा एउटा भनेको कर्पोरेटको कुरा छ बिजनेसको कुरा छ अनि त्यसपछि अपरेसनलको कुरा छ है त कर्पोरेटमा चाहिँ के भयो भन्दाखेरि कमर्सियलको केसमा कर्पोरेट छ भने एक्सपान्ड इन्टु न्यू मार्केट है अब कर्पोरेट भनेको छ होइन कमर्सियल भन्दा बित्तिकै के मार्केटको कुरा आयो है अनि त्यसपछि कर्पोरेटको फाइनेन्सियल भनेको छ भनेपछि आरओसी इपिएस सेयर प्राइसहरू भयो होइन
अनि त्यसपछि अब यो दुईवटाहरू हेरेर चाहिँ स्ट्राटेजी के बनाउने भन्दा अर्ग्यानिक अर इक्विजिसन है त एक्विजिसन सरी ओके यो कुराहरू भयो। अनि त्यसपछि बिजनेस कमर्सियल बिजनेसको केसमा एक्वायर एन्ड इक्विप न्यू प्रेमिसेस यो कुराहरू हेर्नु पऱ्यो। अनि त्यसपछि फाइनेन्सियलको केसमा होइन अब यो बिजनेसमा चाहिँ के हुन्छ प्रोजेक्ट रिटर्न्स कति आउने भयो त होइन। अब के अरे बिजनेसमा फाइनेन्सियल्ली हेर्दा फेरि हामीले के हेर्नु पऱ्यो भन्दा फेरि रिटर्न कति आउँछ भन्ने हेर्ने हो। अनि त्यसपछि कमर्सियल्ली हेर्नुपर्दा चाहिँ एक्वायर गर्ने अनि त्यसपछि न्यू प्रोमिसेसहरू एक्वायर गर्ने के गर्ने भन्ने कुराहरू त्यहाँबाट हेर्नु पऱ्यो होइन। अनि यसको लागि स्ट्राटेजी के बन्ने भन्दा फेरि हाम्रो अब एक्वायर गर्नलाई होइन न्यू प्रिमिसेसहरू एक्वायर गर्नलाई लिज गर्ने कि बाई गर्ने त्यो स्ट्राटेजी अप्नाउनु पऱ्यो। स्ट्राटेजी यसमा चाहिँ स्ट्राटेजी अप्नाउनु पर्दा लिज अर बाईको केस हेर्नु पऱ्यो है त ओके। अपरेसनलमा के छ भन्दा अपरेसनलमा चाहिँ अब लिक्विडिटी लेभल चाहिँ हामीले मेन्टेन गर्नु पऱ्यो। यो चाहिँ केमा पऱ्यो कमर्सियलमा पऱ्यो है त। कमर्सियलमा चाहिँ के छ लिक्विडिटी लेभलहरू मेन्टेन गर्नु पऱ्यो। अनि फाइनेन्सियलमा त अभियसली क्यास लेभल त्यसपछि रिसिभेबल डेज है यो कुराहरू हेर्नु पऱ्यो। अनि त्यसपछि हामीले यसमा के